नमस्कार, गणेश ओलीको युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। म जापानिज भाषा प्रशिक्षक गणेश ओली। सन् 2016बाट जापानिज भाषाको अध्ययन सुरु गरी सन् 2022बाट निरन्तर रूपमा जापानिज भाषाको अध्यापन गराउँदै आइरहेको छु र यसबीचको अनुभवहरू तपाईहरु समक्ष प्रस्तुत गरिरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभन्नुहोला। धन्यवाद। आज चाहिँ हाम्रो एकदम बेसिक कुरा सुरु फर्स्ट दिनमा है हामीले चाहिँ कसरी पढ्ने भन्दै गर्दा पहिला त्यसको अक्षरहरूको बारेमा केही जानकारी लियौं। जापानिज अक्षरहरू तीन प्रकारको हुन्छन् हो। एउटा हुन्छ हिरागाना, अर्को हुन्छ काताकाना, अर्को हुन्छ खान्जी। हिरागाना भनेको एकदम विशुद्ध जापानिज अक्षर। जापानिजहरूले हुनलाई चाहिँ अब यो सबै जापानिज अक्षर नै हो हैन। जापानिजहरूले प्रयोग गर्ने विशुद्ध जापानिजमा भाषामा प्रयोग गर्ने अक्षर भनेको जापानिज अक्षर हैन। जस्तै हामीले जापान भन्छौं, जापानिजले जापानलाई आफ्नो भाषामा के भन्छ निहोन भन्छ हो। उनीहरूले आफ्नो भाषामा जापानलाई आफ्नो देशलाई निहोन भनेको चाहिँ उनीहरूले यो हिरागानामा लेखेको हुन्छ हैन। अब काताकाना भनेको रोमन जापानिज अक्षर हो। जापानिजहरूले रोमनमा लेख्नु पर्यो। आफ्नो देशको बाहेकको कुनै जे होस् हो, विदेशीहरू लेख्ने भाषाहरू अक्षरहरू केही शब्दहरू लेख्नु पर्यो भने चाहिँ रोमनमा लेख्छ। मानिलियो जापानिजहरूले अंग्रेजी भनेको चाहिँ काताकानामा लेख्छ है। जस्तै हामीले नेपालीमा लेख्छौं अमेरिका भनेर हामीले नेपालीमा भनिदिन्छौं हो। अमेरिका भनेर हामीले नेपालीमा भनिदिन्छौं। तर यो के रे वर्ड चाहिँ हामीले अमेरिका भन्ने अंग्रेजीमा हुनुपर्ने, तर हामीले नेपालीमा लेखिदिन्छौं है। अथवा अमेरिका हुँदै गर्दाखेरि हामीले नेपालीमा यसरी लेखिदिन्छौं। जापानिजहरूले चाहिँ अमेरिका लेख्नु पर्यो भने यसरी लेख्छ, जापान लेख्नु पर्यो भने यसमा लेख्छ, काताकानामा लेख्छ हो। अब निहोन भनेर भन्नु पर्यो भने चाहिँ हिरागानामा लेख्छ। त खान्जी भनेको के हो त भने सांकेतिक अथवा चित्रात्मक अक्षर भनौं। हामीले चाहिँ चित्र बनाउँदै गर्दाखेरि के रे लेख्दै गर्दाखेरि हामीलाई चित्र जस्तो लाग्छ, अक्षर चाहिँ हो। तर हामीहरुलाई चाहिँ हामीसँग खान्जी नहुने भावनाले यो चाहिँ चाइनिज लेटर हो है। यो जापानमा पनि युज हुन्छ। यसको सट्टा यो पहिले सुरुमा पढ्दाखेरि खान्जीको ठाउँमा हिरागाना लेखिदिएको हुन्छ हैन। हिरागाना र खान्जी सँगै हुँदै गर्दाखेरि काताकाना चाहिँ फरक हुन्छ है। जस्तै एउटा एक्जाम्पल दिन्छु म। हामीले नेपालीमा खोला, नदी भन्छौं नि, त्यसलाई अंग्रेजीमा के भन्छ रिभर भन्छ। तर हामीले रिभर पनि के लेख्यौं नेपालीमा लेख्यौं हो। त्यसलाई जापानिजमा यसलाई के भन्छ खावा भन्छ है। खावा भनेको खोला एक्जाम्पल दिदैछु है। यो चाहिँ हिरागाना हो। र यतातिर के छ रिबारु भन्छ, रिभरलाई रिबारु भन्छ। रिभर नभएर जस्तै हाम्रो आफ्नो देशको आफ्नो टोन भएको छ है। हामीहरुले जापान भन्छौं अंग्रेजीमा हो भनेको, तर जापान भन्छ कुनैले हो, कुनै देशकोले। त्यस्तै टोन हामीलाई नभएर हामीले अमेरिका भन्छौं, जापानिजले अमेरिका भन्छ। अमेरिकाको मान्छेले अब उनीहरुको जस्तो टोन आउँदैन है, भित्र अमेरिका भन्छ नि त भित्रबाट है, त्यस्तो हुन्छ। तर हामीले रिभर भन्छौं, तर नेपालीमा लेख्दियो भने हाम्रो खोला रिभर भने जस्तो खोला भन्दाखेरि खावा भन्छ। अंग्रेजीमा हामीले रिभर भने जस्तो उसले रिबारु भन्छ। हामीले खोलाको चित्र यस्तो बनाउँछौं, यसलाई भन्छ यसको नाम पनि के हुन्छ, यसको अर्थ पनि के हुन्छ खावा नै हुन्छ है। यो खावा नै हुन्छ। अब एउटा हेरेर तपाईलाई बताइहाले, यो चाहिँ अलिकति यो चित्रसँग यो मिल्ने भावनाले मैले यो खान्जी लेखिदिए। सबै कुराको खान्जी चाहिँ यसरी चित्रसँग मिल्छ भन्ने चाहिँ हुँदैन है, सबै कुराको। ल आज हामीले पढ्छौं हिरागाना। हिरागाना पढ्दै गर्दाखेरि अब एउटा मैले जे होस् आफ्नो कथन बनाएको छु है, थोरै सम्झिन सजिलो होस् भनेर थोरै अलिकति कथन बनाएको छु। अब त्यो कथन लेख्दैछु मैले। हामीले जान्नै पर्ने आ खासा ताना हा माया रावण गाजा दाबापा। मैले चाहिँ यो जापानिज अक्षरहरू हिरागानाहरू बुझ्न सजिलो होस् भनेर एउटा कथन बनाएको छु है। यो पछि कहाँ कसरी केसमा युज हुन्छ भनेर कुनै मान्छेहरुलाई गीत, कथा, कविता, मुक्तक, गजल, नाटक कसलाई केसमा ढाल्दाखेरि सहज लाग्छ, कसरी बुझ्न सक्नुहुन्छ, तपाईहरुलाई के गर्दाखेरि तपाईले भोग्न सक्नुहुन्छ, आफ्नो आफूसँग भएको कला जेसमा चाहिँ आफूलाई सहज हुन्छ त्यो अनुसार बनाउँदा हुन्छ। म चाहिँ अलिकति गीतप्रति हल्का रुचि भएको हुनाले चाहिँ मैले गीतमा ढालेको छु यसलाई। आ खासा ताना हा माया रावण गाजा दाबापा। र यो तलतिरको यो मैले आफै जोडेको हो हैन। जान्नै पर्ने मेन लाइन चाहिँ यो हो है। यसको अर्थ के हो त भने आ खासा भनेको जापानिजमा छाता भन्छ है।
खासा ताना हा माया भनेको ए माया छाता ताना है। रावण गाजा गा पापा, रावणले चाहिँ गाजा दबाएर खान्छ। रावण भनेको त अर्काको श्रीमती नै उठाएर ल्याइदिने मान्छे हो। हाम्रो छाता पनि चोरेर लिन सक्छ, त्यही भएर छाता निकाल है भन्ने तरिकाले एउटा जस्तै माझी दाइले जालै हान्यो माछी पार्यो जालैमा जस्तो गीतमा चाहिँ मैले यसलाई राख्ने गरेको छु। खासा ताना माया राउन गाजा दबाप, आज लेखेको निहुन्गो आजै पढ्नु होला। ए जापानिज भाषा भन्छ निहुन्गो, निहुन्गो नपढे जापानमा लाग्छ पछुतो, निहुन्गो नपढे जापानमा लाग्छ पछुतो। अब यो गीत लेख्दै गर्दाखेरि जे पाए त्यही नभएर यसमा के अर्थ पनि छ है। छाता ताना है माया रावणले गाजा के अरे दबाएर खान्छ लिइदेला भन्ने चाहिँ यो हामीले बुझ्नै पर्ने घोक्नै पर्ने टोनको लागि के अरे यो शब्दहरूको लागि मैले यो लेख्दिएको। जस्तै आज लेखेको निहुन्गो आजै पढ्नु होला भनेको आज लेखेको निहुन्गो, तपाईँले नयाँ शब्द सुन्दै हुनुहुन्छ निहुन्गो भनेको हो। यहाँनिर चाहिँ निहुन्गो आजै पढ्नु होला भने अब के रहेछ त निहुन्गो भनेको? ए जापानिज भाषा भन्छ निहुन्गो, यो जापानिज भाषालाई चाहिँ भन्दो रहेछ है। निहुन्गो भनेको चाहिँ के रहेछ? जापानिज भाषालाई चाहिँ निहुन्गो भन्दो रहेछ हो। अब निहुन्गो नपढे जापानमा लाग्छ पछुतो, भाषा जानिन्न। जापानिजहरूले अङ्ग्रेजी अरू बाहिरको भाषा जाने पनि बोल्दैनन्, भन्दैनन्। कुनै दिन साथीहरूसँग कहिले काहीँ जिस्केर बोल्नु पऱ्यो, कुनै ठाउँमा इमर्जेन्सी कामै पऱ्यो भने बोल्छन्। नजान्ने चाहिँ होइन, धेरैले जानिरहेको हुन्छ। अब केहीले जान्छ केहीले जान्दैन अङ्ग्रेजी, तर जाने पनि तिनीहरू बिल्कुल बोल्दैनन् है। आफ्नो मातृभाषालाई एकदम प्यार मान्छन् उनीहरूले। र विदेशीहरूले जति सक्यो हाम्रै भाषा बोल्छन्, उनीहरूको भाषा हामीले बोल्नु नपरोस् भन्ने सोच्छन्, त्यही भएर उनीहरू बोल्दैनन् है। अब यसको प्रयोग चाहिँ कहाँ हुन्छ भनेर मैले अब लेखिदिन्छु है। अब अक्षर लेख्नतिर जाउँ। ल हामीले अङ्ग्रेजीमा पढेको AEIOU भनेर भोइस साउन्ड भनेर पढेको थियौँ, स्वर वर्ण भनेर। जापानिजमा चाहिँ यसको कसरी जान्छ भने AIUEO भनेर जान्छ है। AIUEO भनेको आ इ उ ए ओ। जापानिज टोनहरू यति नै हुन् है। आ इ उ ए ओ।
हामीले अङ्ग्रेजीमा पढ्ने गरेको भोइस साउन्ड भनेर हो, AEIOU भनेर पढेको थियौँ भने जापानिजमा के हुन्छ भने AIUEO हुन्छ है। AIUEO AIUEO जस्तै हामीले अगाडि लेखेका थियौँ आ खा सा ता ना हा मा या रा वा न गा जा दा बा पा छ नि। जो गा जा दा बा पा भनेको यिनैहरू स्टेपबाट पछाडि आउने हो। त्यो भएर मैले आज त्यो चाहिँ अहिले चाहिँ त्यो लेखेर मैले जुन गा जा दा बा पा छ नि त्यो चाहिँ यिनैहरूबाट केही अरू जोडेर बनाउने हो। त्यो भएर मैले अहिले चाहिँ त्यो मुनि लेखेन, अहिलेलाई यति नै अटाउँछ। त्यो भएर अहिले यो मात्रै लेखेँ, पहिला यो सकाएर मात्रै त्यसको भाग आउँछ है। त्यो भए हुनाले आज मैले तपाईँहरूलाई चाहिँ आ खा सा ता ना हा मा या रा वा न मात्रै लेखिदिँदैछु है। त्यसमा आ इ उ ए ओ खा अथवा का भनेर एउटै शब्द हुन्छ है। किनभने म्याक्सिमम यो कुनै वर्डको शब्दको अगाडिको अक्षर खा हुन्छ, उच्चारण हुन्छ, बिचको अथवा पछाडिको म्याक्सिमम का हुन्छ। यहाँ यही हुन्छ, यहाँ यही हुन्छ भनेर त्यस्तो अब ठ्याक्कै युजै छैन। अब नर्मली बोल्दै गर्दाखेरि बानी परिन्छ। प्रायः नेपालमा अब विदेशतिर पढ्ने भनेको का कि कु के को भनेर मात्रै पढ्छन् है। तर प्रायः चाहिँ अगाडिको अक्षर चाहिँ खा उच्चारण हुन्छ र पछाडिको का हुन्छ। त्यो हुनाले अगाडि खा खि खि खु कु खे यो हो। सा से सु से सो ता ची हुन्छ है यहाँनिर, ता ची यहाँनिर चु हुन्छ है। ता ती तु नभएर ता ची चु ते तो यो माथिको साउन्ड भयो। ना भनेको आ, यसको इ साउन्ड नि, उ साउन्ड नु, ए साउन्ड ने, ओ साउन्ड नो, सुई 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 तल्छ। यहाँनिर या इ चाहिँ यही सेम यही इ हुने भएको हुनाले यहाँनिर चाहिँ इ लेखेको छैन है। यु अनि ए पनि यही सेम ए एउटै ए हुने भएको हुनाले ए यो हो। रा रि रु रे रो वा वा इ उ ए ओ हुने भएको हुनाले ए माथि सेम हुने भएको हुनाले त्यही नै लेखेको छ है। यहाँ यो खाली राखिदिएको छु मैले, किताबमा चाहिँ कोष्ट बनाएर लेखिदिएको छ है। यही माथिको अक्षर हुन्छ। न अथवा म, एन अथवा एम, भनेर बोल्दाखेरि आधा अक्षर बोल्दाखेरि यो युज हुन्छ है। तपाईँलाई मैले चाहिँ यो सबै सर्लक्क लेखेर बाँकी चाहिँ मैले लेख्न बाँकी किन राखेको छ भने तपाईँहरूले यो लेख्ने शैलीहरू तरिकाहरू एकदम सहज तरिकाले लेख्न सकिन्छ है। जापानिजहरूले भन्छ भन्नलाई चाहिँ लेख्दाखेरि हिदारी कारा मेगी उए कारा सिता भन्छ। देब्रेबाट दाहिने माथिबाट तल गराएर लेख्नुपर्छ भन्ने छ होइन। अब यसलाई जसरी तपाईँहरूले सहज गर्नुहुन्छ, आफ्नो हात जसरी बसाउन सक्नुहुन्छ त्यसरी बसाउँदा हुन्छ। तर जति सक्यो अक्षर चाहिँ एकदम क्लियर हुनुपर्छ, प्रष्ट हुनुपर्छ अक्षर। आ लेख्दै गर्दाखेरि सिधा तान्ने, सँगसँगै लेख्नुहोस्, हल्का बाङ्गो तान्ने, यो बनाउँदाखेरि आ भयो है। तेर्सो तान्ने, यो तान्ने, यो बनाउँदाखेरि आ भयो। अथवा तपाईँहरूलाई अलि अझ सजिलो बनाउनलाई लेख्ने स्टेप चाहिँ यो हो होइन। तर लेख्नलाई सजिलो हुनलाई पहिला चाहिँ यो अलि लामो आकारको यस्तो बनाउने, माथिबाट यसरी तान्ने, ट्याक्क आ इ, हल्का बाङ्गो हुन्छ, यो छोटो यो लामो हुन्छ है। माथिको तेर्सो बनाएर उ हो, सिधा तानेर स्वाट पर जेट जस्तो ए, ओको चाहिँ सिधा तान्ने, सानो गाँठो परबाट घुमाएर ओ हो। अब आयो काको पालो, हल्का यसलाई घुमाएर यो चाहिँ काते हुन्छ है। र यहाँनिरबाट हान्छ अहिले यस का। किको यो सिधा तान्ने, यसको हल्का ठाउँ छोडेर परसम्म तान्ने, इन्दुरा बिचबाट काते तानेर यस्तो बनाइदिने है कि। यो कुनै कुनै ठाउँमा कस्तो लेखिदिन्छ भने यस्तो यस्तो बनाएर यो बनाएको हुन्छ, यसमा पनि नझोकिनु होला है। कु छोटोवाला यो तान्ने, तेर्सो पर तान्ने, स्वाट यस्तो घुमाइदिने के को यस्तो तान्ने को हो। सा लेख्दै गर्दाखेरि यो इन्टु पनि होइन, यो यस्तो प्लस पनि होइन है। कस्तो भने हल्का बाङ्गोवाला प्लस, हल्का कातेवाला छड्केवाला प्लस लेखेर सा, यसको ठाउँमा यस्तो पनि बनाइदिएको हुन्छ है। यो दुइटै भने सेम हो तर नझुकिनु होला। हामीले लेख्ने सा चाहिँ यो हो। सी चाहिँ एल आकारको, तर यहाँ चाहिँ कुन पर्न हुन्न है। यस्तो चाहिँ कुन पर्न हुन्न है, यस्तो कुन नपरेर अक्षर चाहिँ जतिसक्यो प्रष्ट है। सी सु लेख्ने तरिका एकदम सजिलो।
तेर्सो तान्ने, माथिबाट सिधा तान्ने, हात नउठाएर 9 लेख्ने, हात नउठाएर तर यो डन्डी चाहिँ सेम सिधा हुनु पर्यो। कतिपयको हात यस्तो बनाएर फेरि यस्तोवाला 9 हुन्छ, त्यो नहुन भएन। यस्तो बनाएर हो यस्तो कस्तोवाला बनाएर आउँछ, यो चाहिँ हुन भएन है। सिधा तेर्सो तान्ने, माथिबाट तान्ने, त्यसमै ट्याक्क त्यही डन्डीमा मिल्ने कि 9 लेख्दाखेरि ट्याक्क मिल्छ है। सुरु। अब सेको काते तान्ने माथि, अगाडिको छोटो, पछाडिको लामो। सोको यो छोटो तान्ने, यसलाई अलि स्वाट्ट गरेर तान्ने, जेट जस्तो बनाउने, ट्याक्क यहीबाट घुमाएर यता घुमाइदिने एकछिन है। सो अब ताको सिधा तान्ने, यसलाई चाहिँ काते तान्ने, यहाँ तल बराबर। ता चीको सिधा तान्ने, फाइ जस्तो, हाम्रो गाउँको डाडु जस्तो ची। चुको चाहिँ हल्का हल्का काते पर लिएर ओरोसम्म ल्याउने चु। तेको नेपाली 8 जस्तो हो। तोको सी गराउने, माथिबाट ट्याक्क तान्ने। नाको यो सेम ता बनाए जस्तो है, सिधा तान्ने, काते तान्ने, अगाडि र्यास हान्ने पहिला, बल्ल यहाँ है। कतिपयले के गर्छन्, यस्तो बनाएर यस्तो बनाउनु भएको हुन्छ पर है। यस्तो नबनाएर यो पहिला यो हानेर मात्रै त्यसको बिचमा यसलाई हान्ने है। नीको कतिपय कन्डिसनमा कस्तो हुन्छ भने यस्तो बनाएर यस्तो बनाइदिएको हुन्छ है। मैले अगाडि सा गाएको थिएँ, क्रसिभ वाला यस्तोवाला हुन्छ, त्यो आधारले यसलाई चाहिँ नलेखेर हामीले चाहिँ नि यो लेख्नुपर्छ है। अब लु माथि आ लेखाएको थियौँ नि हामीले सुरुमा, सेम त्यस्तै आ लेखा स्टाइलले पहिला यसलाई यस्तो बनाएर यहाँ गाँठो पारिदिने, अनि माथि यसरी हानिदियो भने ट्याक्क नु हुन्छ है। अब ने लेख्दाखेरि पहिला सिधा तान्ने, माथि हल्का छोटो, तल अलि लामो, लामो भनेको यही बराबर, अनि यहाँ पछाडि यसरी तान्दाखेरि यो कहिले बिग्रिन्न है। वास्तवमा ने लेख्ने कसरी हो त भने यस्तो बनाएर यो छोटो यो लामो बनाएर हात नउठाएर यत्तिकै ने लेख्ने हो। तर यो लेख्दाखेरि पछि मान्छेले कस्तो बनाउँछ भने यस्तो बनाएर यतातिर गाँठो पारेर यो यहाँबाट बिग्रिँदै बिग्रिँदै यहाँ आइपुग्छ क्या। त्यो भएर यसलाई छोटो यसलाई लामो र यो बनाउँदाखेरि यो यहाँभन्दा कहिले बिग्रिन्न है। अब पाला आयो नोको, नो जस्तो यस्तो ट्याक्क स्वाट हो। अब हाको पालो आयो, हा। हिलाई यु बनाउनुहोस्, ठुलो यु यता यता है। फुलाई हल्का बाङ्गो तान्नुहोस्, यसलाई तल सिधा जे जस्तो बनाउनुहोस्, यसलाई यता यसलाई यता। कतिपय कस्तो हुन्छ भने यस्तरी जुम्टाइदिएको हुन्छ है। यस्तो जुम्टाइदिएमा र कुनैले माथिकोलाई यस्तो बनाएर यो यस्तो यस्तो बनाएर हुन्छ, यो होइन है। यो जुम्टाएर पनि यसरी लेखेको हुन्छ। मैले अगाडि भने जस्तै माथि त्यो क्रसिभवाला हो त्यो भनेको थिएँ नि त, त्यस्तै वाला फु। हे एकदम सजिलो छ, स्वाट्ट पर लिएर स्वाट्ट उतातिर है। हो हो र हा र हो सम्झिनलाई एकदम सजिलो के छ यहाँनिर भने यो हा भयो, जस्तै मान्यो यो हा भयो हो। हालाई माथि एउटा डन्डी हान्दाखेरि हो हुन्छ, त्यस्तै यहाँनिर माथि डन्डी हान्दाखेरि हो भयो है। एउटा डन्डी साइडमा हानेको हा हुन्छ, माथि डन्डी हानेको हो हुन्छ। अब माको हा जस्तै तर डबल यहाँनिर मा। मी चाहिँ नेपाली म जस्तो, भ जस्तो, झ जस्तो है। मी मु लेख्दाखेरि पनि एकदम सजिलो छ। तेर्सो तान्ने, माथिबाट सिधा ल्याउने, अङ्ग्रेजी ए लेखिदिने, अलिक फनक्क घुमाउने परको हो। ए स्टेपबाट सु लेख्दाखेरि यतातिर 9 लेख्ने, मु लेख्दाखेरि यताबाट ए लेखिदिने। मे लेख्दाखेरि आ जस्तै अगाडि आ लेखाएको थियौँ हामीले, त्यस्तै पहिला चाहिँ यस्तो बनाउने अनि मे। अब मो चाहिँ मा जस्तो यतातिर घुमाउने हो। या लेख्दाखेरि यसलाई हल्का माथितिरबाट यति तान्ने, तर यो डन्डी चाहिँ सधैँ काते हुनुपर्छ। यो र यसको लम्बाइ बराबर हुनुपर्छ, यता र यता माथितिरको ट्याक्क यहाँनिर या हान्दिने। अब यहाँनिर यो ई माथिको ई लेख्यो हुन्छ पर्दैन। अब यु लेख्दाखेरि यस्तो हुन्छ है। अगाडि हामीले ची लेखेका थियौँ नि, यहाँनिर ची लेखेका थियौँ। यो लेख्दाखेरि यो पर, तर यहाँ काट्न हुन्न है, हिटीबाट उता मात्रै हुन्छ, यो काट्न हुन्न है। अब राको फेरि ट्याक्कै त्यहाँ ची लेखा जस्तो, रा रीको यस्तो, रुको 3 टाइपको, तर यहाँ गाँठो पार्ने। रेको हामीले अगाडि ने लेखेका थियौँ नि माथि,
छोटो लामो यतातिर घुमाइदिने रोको ट्याक्क 3 लेखिदिने है वाको फेरि त्यही ने रे लेखा जस्तो वा यो अब ओ को फेरि यहाँ ची लेखेका थियौं त्यस्तै हो काट्दिने अनि नलाई बाङ्गो एच लेख्दिने है अब यिनी अक्षरहरू हिरागामा यिनी लेटरहरू सम्झिनलाई केही थोरै फर्मुला जस्तो मैले मेरो आफ्नो आइडियाले आफूले बनाएको छु अब तपाईहरुलाई चाहिँ यसले कति सहज गर्छ एकचोटि म लेखेर देखाउँछु हजुरहरुलाई है मैले यो केही अक्षर यहाँ लेखिदिएको छु आफूले बनाउने तपाईहरु यस्तै तरिकाले आफ्नो बनाउन सक्नुहुन्छ आमेन एउटा कुन धर्ममा भन्छ नि आमेन भनेर भनेको जस्तै आमेनु आमेन भनेको आमेनु जस्तो तरिकाले यो चाहिँ सबैमा अनिवार्य युज हुन्छ हो आमेनु हुँदै गर्दाखेरि अब यसलाई माथिबाट काटेर माथि काट्दै यो हानेर यो गरायो आ भो मे हुँदै गर्दाखेरि यहाँनेर यति मात्रै हान्दियो भने मे भो नु हुनलाई यसरी हानेर यहाँ गाँठो पार्दियो भने नु भो है अर्को चिरायु भन्ने छ एउटा चिरायु भन्ने यता दाङ तुलसीपुरमा चाहिँ एउटा चिरायु भन्ने बच्चाहरुको हस्पिटल छ अब टाढाको मान्छेहरुले त कसरी बुझ्नुहुन्छ नजिकको दाङको पेरिफेरीको मान्छेले चाहिँ चिरायु भन्ने एउटा बच्चाहरुको हस्पिटल छ नि त्यसलाई सम्झिँदै गर्दाखेरि चिरायु भनेको यो आकारमा बन्छ ची भन्दै गर्दाखेरि यसलाई चाहिँ ताची यसरी काट यसलाई यसरी माथिबाट यसरी काट्दियो ची भो अब रा हुनलाई यहाँनेर रा हेर्नुस् यतातिर ड्यास मात्रै हान्दियो रा हो अब यु हुनलाई अलि यता घुमाएर यहाँबाट यसरी काट्दियो यु हो ओ हुनलाई यसलाई माथिबाट काटेर यताबाट फेरि काट्दियो चिरायो भन्ने भयो हो अनि यसरी यहाँ त म कागजमै लेखेको छु नेवारे भनेर यो है अब नेवारे भनेको जस्तै नेवारी के भन्छ खाजा नेवारी खाना थकाली भने जस्तो नेवारी भने जस्तो नेवारे भनेको ने लेख्दै गर्दाखेरि यो वाला हुन्छ माथि छोटो तल लामो ने लेख्दाखेरि यता लिएर घुमाइदियो ने वा लेख्दाखेरि सिधै यतातिर घुमाइदियो वा रे लेख्दाखेरि यतातिर घुमाइदियो रे है ल डे 1 को लागि बेसिक चाहिँ आजलाई यति नै बाँकी अर्को भिडियो हेर्दै गर्नु होला धन्यवाद